देश र राष्ट्रको माथिल्लो निकायबाट चाहिँ त्यो काठमाडौँलाई खालि तपाईँको काठमाडौँमा र सत्ता बनाउने तपाईँको चाहिँ शासन गर्ने मात्रै ठाउँ बनायो, तर सीमावर्ती क्षेत्रमा गएर कहिले पनि त्यहाँका नागरिकलाई विकासमा जोड्ने काम भएन, त्यहाँका नागरिकको समस्यालाई बुझ्ने तपाईँको चाहिँ काम भएन। त्यही भएर चाहिँ के हो त भन्दाखेरि चाहिँ काठमाडौँलाई चाहिँ एकचोटि चाहिँ हरेक सीमावर्ती आज मेचीलाई तपाईँको चाहिँ दुख्दा महाकालीले आएर सघाउनुपर्छ, महाकालीलाई आज दुख्दाखेरि तपाईँको चाहिँ मेचीले गएर सघाउनुपर्छ भनेको थियो। दार्चुलाको तपाईँको चाहिँ होइन आज महाकालीमा त्यहाँको दुख्दाखेरि आज मेचीको अर्थात् हामी पूर्वको मान्छे गएर श्रमको संस्कृति लगेर श्रमदान गरेर त्यहाँको उहाँहरूको पीडामा चाहिँ हामी मलमपट्टि गर्नुपर्छ भन्ने हो। ठिकै हो कि तपाईँले एकदम होइन श्रम संस्कृति पार्टीले एकदम एउटा भावुकता नै देखाउनु भयो, एउटा काम गर्नुपर्छ भन्ने उद्देश्य नै देखाउनु भयो। अनि दोस्रो कुरा के छ भने अहिलेसम्म राष्ट्रिय मिडियाले पनि त्यो दार्चुलालाई नदेखेको होइन। अहिलेको पार्टी हुन्छ, ठुल्ठुलो पार्टीहरू थियो नि त, अब त अहिले मसिनो भए होइन, त्यो पार्टीहरूले पनि नदेखेको यो दुःख लाग्थ्यो। एउटा हर्का साम्पाङले चाहिँ होइन अलिकति एउटा भिडियो लाएर भाइरल बनाएको थियो, त्यसैको कारणले उठेको प्रश्नले चाहिँ फेरि हर्का साम्पाङ त फेरि बोलीको पक्का म गर्छु भनेपछि लेडी ढिपी हो नि त। यो त एउटा आफ्नो सङ्कल्प हो, एउटा आत्मविश्वास हो होइन। कतिपय मान्छेले उहाँलाई त्यो ढिपी भन्ला के भन्ला होइन, तर हामी त यत्रो वर्ष भयो 6-7 वर्षदेखि उहाँसँग सँगै हुँदाखेरिको एउटा अनुभव पनि के छ भने उहाँले गर्छु भनेपछि गर्छु क्या सक्यो। दर्शक बहिनी, यो चाहिँ दार्चुलाको पुल ब्याज गाउँपालिकामा पुल बन्दैछ, जहाँ चाहिँ ट्विनलाई हटाएर पुल बन्दैछ। यो पैसा 36,000 आएको छ। नमस्ते, म देवेन्द्र लिम्बू। उहाँ पठाउनुहुने दिदी हुनुहुन्छ एक्राउन ओहायोबाट, अमेरिकाको एक्राउन ओहायोबाट जिम्बा लामा र श्रीमती सुक्रानी लामा र उहाँको छोरा दावा लामा हुनुहुन्छ। उहाँहरूलाई हृदयबाट धन्यवाद छ, किनभने त्यो ठाउँ भनेको एकदम दुःखद, एकदम त्यहाँ स्कुल जानु पनि नसक्ने यस्तो ठुलो खोला, यति धेरै मान्छे मरेछन् है, त्यस कारणले पठाउनुपर्छ। र अहिले समीर सर हुनुहुन्छ मेरो साथमा, हाम्रो खगेन्द्र सर हुनुहुन्छ र भर्खरै मात्रै अब यहाँको श्रम संस्कृति पार्टीका अध्यक्षज्यू हर्काराज साम्पाङ जहाँ काठमाडौँ जाँदै हुनुहुन्छ उहाँको टिम, साथै 7 सांसद भनौँ न यहाँदेखि एकैसाथ भर्खरै मात्रै अब 11 बजेको फ्लाइट छ उहाँहरूको। आज चाहिँ 12 बजी पुग्नुपर्ने होला। 12 बजे। नमस्कार सर। हस्, धन्यवाद, नमस्ते। समीर सरले नचिने त कोही पनि छैन है। अब यो हाम्रो दिदीले यो दार्चुलाको लागि जिम्बा हाम्रो जिम्बा लामा र सुक्रानी लामा हुनुहुन्छ। उहाँलाई के भन्नुहुन्छ? एकदम उहाँहरूलाई त के भन्नु, अब अन्तरआत्माबाटै उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। किन भन्दाखेरि हरेक चाहिँ तपाईँको हाम्रो अभियानमा उहाँहरूले सहयोग गरिरहनु भएको छ। मैले हरेक ठाउँमा हेरेछु, कुनै पनि प्राय छुट्याएको छैन होइन। यति खुसी लागेको छ आज तपाईँहरूको यो सहयोगले, आज तपाईँहरूको यो भनौँ न तपाईँले गर्नुभएको योगदानले आज यो अभियानलाई यहाँसम्म ल्याउनुमा ठुलो मद्दत गर्नुभएको छ तपाईँले। आज हुँदै हुँदै एउटा साधारण एउटा अभियानलाई उठाउँदै तपाईँहरूले यो राष्ट्रको 5औं शक्तिको रूपमा चाहिँ अहिले उदयमान पनि गराउनु भएको छ श्रम संस्कृतिलाई। पक्कै पनि आउने दिनमा श्रम संस्कृति पार्टी 1 नम्बरमा आउनेछ। यही तरिकाले अगाडि बढ्दै जाने भने अब 2 महिनाको सानो कलिलो बालकलाई यो स्थानमा पुर्याउनु तपाईँहरूको ठुलो भूमिका छ है। त्यस कारणले गर्दाखेरि तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। तपाईँहरूले पसिना बगाउनु भयो, मेहनत गर्नुभयो, त्यहाँबाट आर्जित भएका केही रकम तपाईँहरूले चाहिँ आज आफ्नो देश राष्ट्रमा केही होस्, विकास होस् होइन भन्ने हिसाबले हजुरहरूले दिनुभएको छ। यो सहयोगको लागि तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। दर्शकबिन, तपाईँले दार्चुलामा जति पनि तपाईँले सहयोग गरिराख्नु भएको छ, तकरिबन 40 लाख चाहिँ उठिसकेको होला होइन? हजुर, बेसी नै, त्योभन्दा बेसी हो। कति तकरिबन? एराउन्ड अब क्रसै भएछ 50-60 जस्तै। जति नै 50-60 लाख तपाईँले सहयोग गर्दै हुनुहुन्छ। श्रम संस्कृतिका सम्पूर्ण यहाँको टिम अथवा टिमलाई काम गर्ने मौका दार्चुलामा, त्यो पनि विकट ठाउँ, जति पनि त्यहाँदेखि कति पुगेर आउनु भएको छ है। म चाहिँ कस्तो भन्दाखेरि प्रत्यक्ष गएर तपाईँको चाहिँ नि सुदूरपश्चिम र कर्णाली तपाईँको चाहिँ नि जिल्लाहरू मैले अस्ति 21 दिनको भ्रमण गरेर जम्मा मैले 42 किलोमिटरको यात्रा तय पनि गरेर आएको हो। म झापा क्षेत्रमा 5 मा उम्मेदवार दिनुभन्दा अगाडि
त्यहाँको विकटता यहाँ हामीले त एउटा भिड देख्यौँ अक्करको भिड त्यस्तो हजारवटा अक्कर भिड छ त्यहाँनिर बुझ्नुभयो नि त्यस्तो धेरै मेहनत गर्नुभयो तपाईँले हो त्यत्रो अब त्यो छ होइन त्यही भएर नि मैले काठमाडौँलाई कालापानी किन दुख्दैन भन्ने मैले त्यो नारासहित म झापा क्षेत्र नम्बर 5 चुनावी मैदानमा उत्रेको थिएँ तर आज तपाईँहरूलाई यति चाहिँ म तपाईँको विश्वास दिलाउन चाहन्छु कि काठमाडौँको लाई अब दुखेको छ कालापानी त्यो दार्चुला तपाईँको चाहिँ नि भनौँ न कालापानी होइन र तपाईँको सुदूर पश्चिम र कर्णाली प्रदेश तपाईँको चाहिँ नि दुखेको छ काठमाडौँलाई र अब अझ धेरै दुखाउनेछौँ र त्यसलाई मलमपट्टि आउँदो सरकारले गर्नैपर्छ पनि त्यो पनि भन्न चाहन्छु म ल ठिकै छ यो 36,000 गर्नुहोस् त ल 36,000 गर्नु त उहाँले चाहिँ अब धेरै धेरै हृदयबाट धन्यवाद छ जिम्बा लामा र श्रीमती सुक्रानी लामा दिदी तपाईँको योगदान एकदम थोपा थोपा बनेर समुद्र बनेको छ कसैले सहयोग गर्नु चाहनुहुन्छ भने उहाँ अध्यक्षजी हुनुहुन्छ उहाँ अहिलेको होइन ओ के अरे यो दार्चुलाको हामी चाहिँ आर्थिक सङ्कलनको संयोजन मात्रै छौँ हामी अहिले तत्कालको लागि अब बिस्तारै सबै परिमार्जन गरेपछि बल्ल हामी चाहिँ आधिकारिक रूपमा 36,000 एकदम छ र छ एकदम छ अनि साथै हाम्रो दिदीहरूलाई चाहिँ मनको धनी हाम्रो दिदीहरूलाई चाहिँ आर्थिक सहयोग गर्नुभएकोमा धेरै धेरै हाम्रो साउन्ड संस्कृति पार्टीको तर्फबाट साथै झोलुङ्गे पुल निर्माण समितिको तर्फबाट चाहिँ हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छौँ समीर सर के दार्चुलामा झोलुङ्गे पुल बन्छ त एकदम बनाउनु पर्छ बनिनु पर्छ होइन र त्यहाँका हरेक सीमा क्षेत्रमा रहेका हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीलाई मेरो पनि देश छ मेरो पनि आज सुरक्षा छ मेरो देशप्रति मैले गर्व गर्न लायकको छु भनेर एक खालको प्रत्याभूति गराउनै पर्छ जब राष्ट्रियता बलियो र राष्ट्रियतालाई यदि हामीले साँच्चै नै दह्रो बनाउने भने सबैभन्दा पहिला विकास सीमा क्षेत्र हुनुपर्छ म त्यो दार्चुला खलङ्गा बजार हुँदै तपाईँको चाहिँ नि म डडेलधुरा होइन तपाईँको चाहिँ नि महाकाली पारी म दोधारा चाँदनीमा पनि पुगेर आएँ होइन त्यसो गर्दै जाँदाखेरि एउटा मैले के महसुस गरिरहेको छु भने हाम्रो नेपाली दाजुभाइहरू यतापट्टि घर छ होइन पारिपट्टि पनि घर छ पारिपट्टि पनि तपाईँको हामी चाहिँ बसोबास गर्छौँ भनेर भने क्या अनि किन यस्तो गर्नुभएको भनेर प्रश्न सोद्धाखेरि म त्यतिखेर उहाँहरूको त्यो जवाब सुनेर म एक प्रकारले भावुक पनि बनेको थिएँ क्या किन भन्दाखेरि चाहिँ उहाँहरूको जवाफ यस्तो थियो क्या आज हाम्रो देश छ भनेर त छ एउटा कुरो तर हाम्रो देशले हामीलाई के दिएको छ र हामीले सिर्फ हामीले मात्रै दिएको छौँ तर त्यो पारिपट्टि हामीले बस्दाखेरि पारिपट्टि घर बनाएर त्यहाँको हामीले चाहिँ नि सिटिजन लिँदाखेरि हामीलाई रासन दिएको छ हाम्रो सुरक्षाको हिसाबले ग्यारेन्टी गरेको छ घर बनाउनलाई पैसा दिएको छ हर कुरा दिएको छ नि त त्यस कारणले गर्दाखेरि पारिपट्टि पनि घर बनाएर बसेछौँ पारिपट्टि हामीलाई चाहिँ हरेक सामानहरू किन्न सजिलो छ त्यहाँबाट हामीलाई अन्यत्र कहीँ जानको लागि पनि सहज हुन्छ यताबाट गयो भने 12-15 घन्टा लाग्ने ठाउँ छ त्यहीँबाट गयो भने हामीलाई तपाईँको 1 घन्टामा पुग्छौँ होइन भनेपछि के हो त भन्दाखेरि त्यो हिसाबले पनि हामी चाहिँ पारिपट्टि पनि हामीले चाहिँ नागरिकता लिएको छौँ पारिपट्टि पनि हामी घर बनाएर बस्छौँ भनेर भन्दा मलाई अचम्म लाग्यो क्या अनि हाम्रोपट्टि हेर एउटा यस्तो एउटा बाटो छ एउटा ड्रेन भत्किरहेको छ तपाईँको यहाँ खाल्डो परिरहेको छ यो अहिलेसम्म बनाउनु चाहिँ यहाँ आँट गर्दैनन् भन्छ क्या भन्नुको मतलब आफ्नो देशप्रतिको तपाईँको चाहिँ माया हुँदाहुँदै पनि आज के हो त भन्दाखेरि देश र राष्ट्रको माथिल्लो निकायबाट चाहिँ त्यो काठमाडौँलाई खालि तपाईँको काठमाडौँमा र सत्ता बनाउने तपाईँको चाहिँ शासन गर्ने मात्रै ठाउँ बनायो तर सीमावर्ती क्षेत्रमा गएर कहिले पनि त्यहाँका नागरिकलाई विकासमा जोड्ने काम भएन त्यहाँका नागरिकको समस्यालाई बुझ्ने तपाईँको चाहिँ काम भएन त्यही भएर चाहिँ के हो त भन्दाखेरि चाहिँ काठमाडौँलाई चाहिँ एकचोटि चाहिँ हरेक सीमावर्ती आज मेचीलाई तपाईँको चाहिँ दुख्दा महाकालीले आएर सघाउनुपर्छ महाकालीलाई आज दुख्दाखेरि तपाईँको चाहिँ मेचीले गएर सघाउनुपर्छ भनेको थियौँ त्यही अनुसार हामीले श्रम संस्कृतिको महाअभियान चलाउँदै जाँदा आज त्यो दार्चुलाको तपाईँको चाहिँ होइन आज महाकालीमा त्यहाँको दुख्दाखेरि आज मेचीको अर्थात् हामी पूर्वको मान्छे गएर श्रमको संस्कृति लगेर श्रमदान गरेर त्यहाँको उहाँहरूको पीडामा चाहिँ हामी मलमपट्टि गर्नुपर्छ भन्ने ठिकै हो कि तपाईँले एकदम होइन श्रम संस्कृति पार्टीले एकदम एउटा भावुकता नै देखाउनुभयो एउटा काम गर्नुपर्छ भन्ने उद्देश्य पनि देखाउनुभयो अनि दोस्रो कुरा के छ भने अहिले सर राष्ट्रिय मिडियाले पनि त्यो दार्चुलालाई नदेखेको होइन अहिलेको पार्टी हुन्छ ठुल्ठुलो पार्टीहरू थियो नि त अब त अहिले मसिनो भए होइन त्यो पार्टीहरूले पनि नदेखेको यो दुःख लाग्थ्यो एउटा हर्का साम्पाङले चाहिँ होइन अलिकति एउटा भिडियो लाएर भाइरल बनाएको थियो त्यसैको कारणले उठेको प्रश्नले चाहिँ
फेरि हर्क साम्पाङ त फेरि बोलीको पक्का म गर्छु भनेपछि लेडी ढिपी हो नि त। यो त एउटा आफ्नो सङ्कल्प हो, एउटा आत्मविश्वास हो होइन। कतिपय मान्छेले उहाँलाई त्यो ढिपी भन्ला के भन्ला होइन। तर हामी त यत्रो वर्ष भयो, 6-7 वर्षदेखि उहाँसँग सँगै हुँदाखेरिको एउटा अनुभव पनि के छ भने उहाँले गर्छु भनेपछि गर्छु क्या, सक्यो। त्यो कुरा गरेर देखाउनु नै नेतृत्व, इमान्दारी त नभएर हो नि त देश बिग्रेको त। आज गर्छु, एउटा चिज गर्छु भन्छ, गर्छ अर्को होइन। अब अहिलेको सरकारले पनि त हेर्नुहोस् त ल, अब 100 दिनमा चाहिँ सहकारीहरूको पीडितको पैसा फिर्ता गर्छु भने छ होइन। अनि फिर्ता गर्छु भने छ, पक्कै पनि गरोस्, उहाँहरूले बोलेको वचन पुरा गरोस्, त्यसको लागि हामीले पनि सहयोग गर्नुपर्छ। फेरि आज गर्छु भनेर भन्दा तर गर्दैन, यदि त्यस्तो गर्दैन भने नेपालमा इतिहासमा के हो त भन्दाखेरि कहिल्यै पनि प्रतिपक्ष भन्ने पार्टी थिएन होइन। त्यो प्रतिपक्षको सकारात्मक र सही र गलत के हो भन्ने कुरालाई निर्कोल गरेर चाहिँ हामी के गर्न सक्छौँ त भन्दाखेरि चाहिँ श्रम संस्कृति पार्टीले आउँदो इतिहासमा खरो रूपमा चाहिँ तपाईँको चाहिँ नि प्रतिपक्षको रूपमा बसेर होइन आज चाहिँ यो देशको समुन्नत विकासको लागि जोड्न सक्छौँ। किनभने संसारमा देशहरू जति पनि विकास भएको छ नि त्यसको पछाडिको एउटा कारण के छ भने खरो रूपमा प्रतिपक्ष भएको कारणले पनि हो क्या। खालि सत्तामा मात्रै जाने, सत्ता मिलाएर सत्ता खाने मात्रै प्रवृत्तिले बिग्रेको हो नि त देश त। तर प्रतिपक्षमा बसेर चाहिँ सत्ता पक्षले काम गरेको सही छ कि गलत छ भनेर चाहिँ जनतालाई सूचित गराउने, प्रश्न गर्ने मान्छे नहुँदाखेरि चाहिँ आज हाम्रो देश यो अवस्थामा पुगेको हो। त्यो प्रश्न गर्ने ठाउँमा चाहिँ तपाईँहरूले र त्यो काम गराउने ठाउँमा चाहिँ तपाईँहरूले श्रम संस्कृतिले पुर्याउनु भएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद भन्छु म। एकदम तपाईँहरूको श्रम संस्कृति पार्टीले 7 सिट जितेको छ। यो मान्छेले आकलन गरेको थिएन 1 सिट नै जित्दैन भनेर, बधाई पनि छ। तर अहिले भर्खरै मात्रै अब 7 जना सांसद काठमाडौँ प्रवेश हुँदैछ धरानबाट यहाँबाट के अब तपाईँहरूको श्रम संस्कृति पार्टीले चाहिँ राष्ट्रपालले सघाउँछ त? होइन, राम्रो काम गर्नुलाई त सघाउनु पर्छ। हेर्नुहोस्, खबरदार गर्नुपर्छ, यो के हो भनेर प्रश्न गर्नुपर्छ, गलत हो कि सही हो भने चाहिँ उहाँले सही हो भनेर प्रमाणित गरेर त्यसलाई लागू गर्नुपर्छ क्या। सरकारमा मिलेर होइन न, सरकारमा मिलेर भन्नाले सरकारमै जानुपर्छ भन्ने छैन। मैले भने त इतिहासमा सबैभन्दा पहिलो कुरो देश समृद्धि र विकास हुनुमा प्रतिपक्षको सबभन्दा ठुलो भूमिका हुन्छ। प्रतिपक्षले प्रश्न गरेको कुरा तपाईँको सत्ता पक्षले चाहिँ उत्तर दिनु पर्यो। आज हामीलाई तपाईँको चाहिँ नि प्रश्न गर्ने र काम गराउने ठाउँमा राख्नु भएको छ भने काम गर्ने ठाउँमा जो बसेको छ उहाँहरूले काम गरेर देखाउनु पर्यो। अब त बाई हुक अर क्रुक भन्छ नि, जसरी पनि हुन्छ देशलाई विकास गरेर काम समुन्नत विकास गरेरै छोड्नुपर्छ।